बर्दियाको राजापुर नगरपालिका वडा नं 8 मा बर्गरहरूलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धी 3 दिने तालिम प्रदान गरिएको छ। राजापुर नगरपालिका वडा नं 8 को वार्षिक योजना अनुसार प्रदान गरेको तालिमको बारेमा वडा अध्यक्ष राजेश थारूले राजापुर नगरपालिकाले बर्गर एन पारित गरेको भए तापनि बर्गर एनमा भएका बर्गरहरूको जिम्मेवारी बुझाउन नेतृत्व तथा क्षमता विकास तालिम प्रदान गरेको। यस तालिमले बर्गरहरूलाई कानूनी रूपमा काम गर्न र समाजमा आइपर्ने समस्या समाधान गर्न सहज हुने बताउँदै परम्परागत रूपमा चल्दै आएको बर्गर प्रथालाई अब कानूनी दायराभित्र रही व्यवस्थित र आधुनिक ढंगले सञ्चालन गर्न आगामी दिनमा सहज हुने विश्वास लिएको बताउनुभयो। अहिले हाम्रो वडामा बर्गरहरूको तालिम चलिरहेको छ, जुन तालिम बर्गरहरूलाई नेतृत्व तथा क्षमता विकास तालिम भनेर हामीले शीर्षक राखेको छौँ। यो तालिमको आवश्यकता किन पर्यो भने गाउँघरमा बढी जसो जनतासँग प्रत्यक्ष ठोक्किने स्थानीय सरकारको वडाको पहिलो अङ्ग भनेको बर्गर हो। अहिले राजापुर नगरपालिकामा बर्गर एन छ। बर्गर एनले गाउँको संरक्षकको रूपमा बर्गरलाई दिएको छ र धेरै जिम्मेवारीहरू छन्। बर्गरको न्यायिक जिम्मेवारीहरू छन्, अनि त्यसपछि अब सञ्चारका जिम्मेवारीहरू छन्, अनि गाउँको सम्पूर्ण सार्वजनिक सम्पत्तिहरूको संरक्षणको जिम्मेवारी छ, मेलमिलापको जिम्मेवारी छ, धेरै कुराहरू छन्। तर त्यो कुराहरू बर्गरहरूलाई बुझाउन सकिएको थिएन। त्यसकारण यसपटक चाहिँ नेतृत्व विकास तथा क्षमता विकास तालिममा माघमा नयाँ छनौट भएका बर्गरहरूलाई अहिले हामी यहाँ तालिम दिन गइरहेको छौँ। यसले पक्कै पनि गाउँघरमा काम सम्पादन गर्दाखेरि वडा कार्यालयबाट जाने सूचनाहरू अनि वडा कार्यालयबाट गएका जानकारीहरू र वडाको योजनाहरू कार्यान्वयन गर्नमा चाहिँ नि सहज र सरल बनाउनेछ र बर्गरहरूको नेतृत्व र क्षमता विकासमा चाहिँ नि सुधार हुनेछ र गाउँ समाजलाई परिचालन गर्नेमा यसले चाहिँ नि थप टेवा पुर्याउनेछ। अनि त्यसै गरिकन बर्गरहरू गाउँघरमा चाहिँ नि अब बर्गर भन्ने परम्परागत तरिकाले पहिलेदेखि मौखिक रूपमा चलाउँदै गरेको, अब त्यसलाई चाहिँ नि कानुनी रूपमा अभिलेखीकरण गर्ने अनि त्यसलाई व्यवस्थित रूपमा पछिसम्म चाहिँ नि इतिहास को यसलाई चाहिँ नि इतिहास अभिलेखीकरणको रूपमा लैजानको निम्ति बर्गरहरूलाई चाहिँ नि सक्षम बनाउनको निम्ति यो तालिमले पक्कै पनि महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने आशा लिएको छ। हामी 3 दिनको हामीले 10 बजेदेखि 4 बजेसम्म 3 दिन लगातार यसरी तालिम दिइरहेको छौँ। प्रशिक्षक पनि एकदम योग्य क्षमतावान प्रशिक्षक आउनुभएको छ। सम्पूर्ण वर्गहरू एकदमै यो तालिमबाट एकदमै उत्साहित हुनुभएको छ। उहाँहरूले चाहिँ नि हामी अहिलेसम्म हाम्रो काम के हो, हाम्रो कर्तव्य के हो भनेर बुझेकै थिएनौँ। यो तालिमले चाहिँ नि हामीलाई बल्ल आफ्नो कर्तव्य बोध गराएको छ भन्ने उहाँहरूको भनाइ नै छ। एकदमै अहिले यो जो तालिम लियौँ हामीले यो आर्थिक वर्षको योजनामा हामीले राखेको थियौँ, वडाको योजनामा। त्यो योजना अन्तर्गत वर्गहरूलाई हामीले तालिम जो दिइरहेको छौँ, वर्गहरूको जो सहभागिता सक्रिय सहभागिता छ र उहाँहरूले सिकिरहेको कुरामा चाहिँ उहाँ एकदमै खुसी व्यक्त गरिराख्नु भएको छ। नयाँ चिज, राम्रो चिज सिक्न पाइयो। बर्गरियनमा हाम्रा कामहरू, हाम्रो कर्तव्यहरू के छन् भन्ने कुराहरू थाहा पाइयो र अब गाउँघरमा चाहिँ नि काम गर्ने बेलामा राम्रो तरिकाले काम सम्पादन गर्न सक्ने एउटा क्षमता विकास भएको छ भन्ने उहाँहरूको भनाइ छ। त्यो अनुसार एकदमै रमाइलो, खुसी लागिरहेको छ। वडा नं 8 का वडा बर्गर भोजलाल चौधरीले परम्परागत कालदेखि चलाउँदै आइरहेको बर्गर प्रथालाई केही परिवर्तन गरी बर्गरहरूलाई कानूनी रूपमा रूपान्तरण गरी लैजान यस तालिमले सहयोग पुग्ने बताउनुभयो। हाम्रो राजापुर नगरपालिका वडा नम्बर 8 वडा कार्यालयले बर्गरहरूलाई नेतृत्व तथा क्षमता विकास तालिमको अति आवश्यकता ठानेर वडाले चाहिँ तालिम गराउने भनेर हामीलाई बोलाउनु भएको छ। यो अति आवश्यक छ किनभने हाम्रा जति पनि बर्गरहरू छन् परम्पराकालदेखि उहाँले चाहिँ बर्गर प्रथा एउटा चाहिँ परम्परागत अनुसारले बर्गर जो चलाउँदै आउनु भएको छ। अहिलेको 21औं शताब्दीमा आइसकेपछि अब होइन, परम्परागत होइन, अबको अवस्था भनेको सम्पूर्ण बर्गर जो पनि छन् गाउँका टोलका यो बर्गरहरूले अब कानुनी रूपमा विधिवत तरिकाले बर्गर चलाउनु पर्छ। यो परम्परागतबाट होइन, वैधानिक
तरिकाले बर्गर चलाउनु पर्छ र समाजलाई पनि त्यही किसिममा त प्रशिक्षण गर्दै धेरै कुरामा रूपान्तर ल्याउनुपर्छ भन्ने उद्देश्यले वडा नम्बर 8ले चाहिँ यो बर्गरहरूलाई क्षमता तथा नेतृत्व विकास तालिम चाहिँ अति आवश्यक छ। आज हामीले चाहिँ लिएका छौँ। बर्गर ऐनमा लेखिएका कुरा बर्गरहरूलाई धेरै जसो थाहा थिएन। अब हामीले माइनेट गर्दा कसरी गर्ने अनि प्रस्ताव राख्दा कसरी राख्ने र गाउँमा सबै आफ्ना गाउँका किसानहरूलाई गाउँका जनताहरूलाई आम भेला गराइसकेपछि हामीले कार्यक्रम सञ्चालन कसरी गर्ने, त्यो कार्यक्रमको विधि कसरी पुर्याउने भन्ने विषयमा हामीले तालिम लिएका छौँ। योभन्दा अगाडि बर्गरहरूले जसरी कार्यक्रम चलाए, गाउँमा बैठक बसाले, यो औपचारिक रूपमा नगरिकन अनौपचारिक रूपमा कार्यक्रम चलाउनाले बर्गरहरूलाई पनि समस्या हुने र जनताहरूलाई पनि समस्या हुने। अबको यो तालिम लिइसकेपछि बर्गरलाई कुनै किसिमको समस्या आउने जस्तो छैन। पुरैनाका बर्गर अशोक थारूले तालिम राम्रो लागेको बताउँदै तालिममा सिकेका कुरा प्रविधि अनुसार जाने हो भने बर्गरहरूलाई काम गर्न सहज हुने बताए। अब नेतृत्व विकास तालिम लिँदाखेरि भन्नाले एकदमै राम्रो लाग्यो। राम्रो पक्ष वडा कार्यालयले जुन चलायो नगरपालिकाको विनियोजन बजेट रकमबाट एकदमै राम्रो। यो तालिम लिइसकेपछि जुन हामीले जुन तालिम लियौँ त्यो तालिम प्रविधि अनुसार जाने हो भने बर्गरहरूलाई चाहिँ आफ्नो चाहिँ गाउँमा कुनै पनि कार्यक्रम, कुनै पनि अभिलेख, कुनै पनि काम गर्दाखेरि एकदम सहज चाहिँ तरिकाले चाहिँ हाम्रो प्रशिक्षकले सिकाउनु भएको छ। त्यो अनुसार जाने हो भने गाउँमा चाहिँ भोलिका दिनमा बर्गरले टोकाइ नखाने कुरा पनि आउँछ। एकदम राम्रो लाग्यो। यस तालिम पछि हामीले चाहिँ आवश्यकता अनुसार अब यहाँ चाहिँ अब अरू पनि तालिम बर्गरहरूलाई राम्रो तालिम गराउन पाए वडाले राम्रो हुन्छ र जुन हाम्रो यहाँ सिकेको कुरा गाउँमा गरेपछि एकदमै राम्रो सहज वातावरणमा चाहिँ हामीले गर्न सक्छौँ भन्ने मलाई लाग्यो। यो तालिम लिइसकेपछि गाउँघरमा जो हामीले यहाँबाट सिकेका कुराहरूलाई राम्ररी व्यवहारमा लागू गर्ने हो भने कुनै पनि गाउँको चाहिँ आफ्नो चाहिँ क्षेत्रमा गाउँको त्यहाँ चाहिँ कुनै पनि योजना प्लानिङ गरेर जुन सिकाउनु भयो त्यस मार्फत जाने हो भने काम गर्न एकदम सहज वातावरण चाहिँ पाइयो। सहभागी मीरा बी कहले तालिममा सहभागी हुन पाउँदा धेरै खुसी लागेको बताउँदै अब पुरानो भन्दा नयाँ तरिकाले काम गर्नुपर्छ, सिकेका कुरा गाउँ समाजमा लागू गर्न जरुरी रहेको बताए। राजापुर नगरपालिका वडा नम्बर 8मा आज यो कार्यक्रम थियो, बर्गरहरूको तालिम थियो। त्यो तालिममा म सहभागी भएको। मलाई त एकदम खुसी लाग्यो। सर्वप्रथम म यहाँ आएर तालिम लिन पाएँ, अवसर पाएँ होइन। यो तालिममा बर्गरहरूले गर्ने नेतृत्व र उहाँहरूले गर्नुपर्ने कामहरू यो पुरानो ढङ्ग नभएर नयाँ ढङ्गबाट गर्नुपर्छ भन्ने केही कुराहरू सिकियो। धेरै खुसी लाग्यो। अबको यो तालिम लगे सँगसँगै हामीले केही कुराहरू नयाँ सिक्यौँ है भनेर हाम्रो गाउँघरमा भन्नु पर्यो होइन। केही कुराहरू जस्तै बर्गरहरूले गर्नेहरू सबैलाई एकता दिनु पर्यो अनि नयाँ ढङ्गबाट गर्नुपर्छ भन्ने कुराहरू एकदम महिलाहरूलाई आउने थप भने अब महिला पनि गर्न सक्छन्, बोल्न सक्छन्, भन्न सक्छन् भन्ने सकिन्छ, अवसर आए चाहिँ गर्न सकिन्छ भन्ने कुरा हो होइन। महिला पनि अब गर्न सक्छन् है भन्ने एउटा आत्मबल छ। लेखक तथा अनुसन्धानकर्ता शेखर चौधरीले सहजीकरण गर्नुहुँदै तालिममा बर्गर प्रथा के हो, स्थानीय सरकारले बर्गर प्रथालाई कसरी कानूनी मान्यता दिएको छ, बर्गरहरूको भूमिका र जिम्मेवारी के हुन्, समुदायमा देखिने विभिन्न समस्या समाधान गर्ने तरिका, कानूनी दायराभित्र रहेर निर्णय गर्ने प्रक्रिया तथा सेवा प्रवाह र परामर्शका विषयहरूमा प्रशिक्षण प्रदान गर्नुभएको थियो। क्षमता विकास, नेतृत्व विकास जुन तालिम छ त्यो समापन अवस्थामा हामी छौँ। समापन समारोहका सभाध्यक्ष वडाध्यक्ष छु र यहाँ उपस्थित सम्पूर्ण वर्गजीवहरूलाई 3 दिनसम्म यहाँहरूसँग छलफल गरियो, अन्तर्क्रिया गरियो। मैले जानेका, मैले अनुभव गरेका, मैले सिकेका धेरै कुराहरू विभिन्न माध्यमबाट सिकाउने कोसिस गरेँ, सिक्ने कोसिस गरेँ। यहाँहरू बर्गर पेसामा यति धेरै वर्ष यहाँहरू काम गर्नुभएको छ, त्यो अनुभव यहाँहरूको अनुभव मैले लिने कोसिस गरेँ र मैले अनुभव गरेका, मैले देखेका, मैले अन्य ठाउँका बर्गर सञ्जालहरूमा गएर अन्तर्क्रिया गर्दाखेरिका सिकाइहरूलाई मैले यहाँ उहाँहरूलाई आफ्नो अनुभवहरू सेयर गर्ने कोसिस गरेँ। मूलत यो जुन तालिम राखियो, यो तालिममा जुन उद्देश्य थियो त्यो उद्देश्य पुरा भयो कि भएन, जब बर्गरहरूले यहाँ भएका छलफलका विषयमा
जब प्रभावकारी तरिकाले कार्यान्वयनको पक्षमा यहाँहरूले जब खटिनुहुन्छ, लाग्नुहुन्छ, यहाँ भए गरेका कुराहरू अभ्यासमा लागू गर्नुहुन्छ, तब बल्ल यो कार्यक्रमको सार्थकता हुन्छ जस्तो लाग्छ मलाई। मैले 3 दिनको बसाइमा 2-3वटा कुराहरू हामीले सजग चाहिँ हुनुपर्छ भन्ने विषयमा मैले छलफल गर्ने कोसिस गरेको थिएँ। बर्गर पेसा भनेको, बर्गर प्रणाली भनेको यो थारू समुदायको परम्परागत शतीयौँदेखि चलिआएको एउटा प्रथाजनित परम्परागत अभ्यास हो, जुन एकदमै प्रजातान्त्रिक विधि पद्धतिमा आधारित छ। र राजापुर नगरपालिकाले 2078 सालमा यस बर्गर ऐनलाई राजपथ प्रदान गरेको छ। कानुनी तरिकाले बर्गर प्रणालीलाई एउटा कानुनी मान्यता दिएको छ, उहाँहरूलाई पहिचान गरेको छ। त्यो एकदमै सराहनीय पक्ष हो, नगरपालिकालाई पनि धन्यवाद दिन चाहन्छु। र बर्गरहरू आफैमा नेतृत्वदायी भूमिकामा सक्षम छन्, क्षमतावान छन्। त्यही भएर यहाँहरूलाई 35 वर्षसम्म एकैजना बर्गर छानिएका यहाँ हुनुहुन्छ, मित्र दाजुहरू लगायतका अन्य बर्गरहरू हुनुहुन्छ, गाउँका विश्वासका पात्रहरू हुनुहुन्छ बर्गरहरू। तर कहिले कसो के हुन्छ भने हामीले काम गर्ने परम्परागत जुन शैली छ, कहिले कसो हामीले त्यसलाई फेरबदल गर्ने, फरक तरिकाले सोच्ने हो कि परम्परागत अभ्यास त छ, केही राम्रा पक्ष पनि छन्, सौन्दर्य पक्ष छन्, सुन्दर पक्ष छन्, ती त्याग गर्नुपर्ने पक्ष पनि होला। किनभने बर्गर भनेको समुदायमा एकदमै जिम्मेवारी व्यक्तित्व, समाजले चाहेको सम्मानित व्यक्तित्व, विश्वास गर्ने पात्र हो। र बर्गरहरूको एउटा अभिभावकको जिम्मा हुन्छ, संरक्षण गर्ने भूमिकामा हुनुहुन्छ, न्याय निरूपण गर्ने जिम्मामा हुनुहुन्छ। त्यति मात्रै नभएर उहाँहरूको भौतिक पूर्वाधार निर्माणका कुराहरू, मर्मत सम्हारका कुराहरूमा पनि उहाँहरूको त्यत्तिकै नै योगदान हुन्छ। गाउँमा, गाउँघरमा, अन्य ठाउँहरूमा समन्वय गर्नुपर्ने, सहकार्य गर्नुपर्ने विषयमा पनि उहाँहरूलाई नै अगाडि नै परिचालित हुनुपर्ने अवस्था हुन्छ। त्यति मात्रै नभएर बर्गरहरू यति महत्त्वपूर्ण भूमिका हुँदाहुँदै पनि कहिले कसो उहाँहरूको जुन काम गर्ने शैलीमा गाउँलेहरू, नागरिकहरूले दुखेसोहरू व्यक्त गरिराखेको अवस्था हुन्छ। त्यसकारण अब हामी बर्गरहरूले आफ्नो कामप्रति कसरी संवेदनशील हुने विषयमा हामीले छलफल गरेका थियौँ। अब सोच्नुपर्ने बेला हो, हामीले काम गर्दाखेरि प्रभावकारी तरिकाले सोच्ने हो कि विकल्पसहितको सोचाइ राख्ने हो कि, त्यो कुराहरू हामीले ध्यान दियौँ। र त्यति मात्रै नभएर बर्गरहरू न्याय निरूपण गर्नमा ससाना गाउँमा बेमेल हुने, पारिवारिक बेमेल हुने, सात सिमानाका विवादहरू हुने, घर छुट्टिने, कहिले कसो छिमेकी छरछिमेकमा हुने बेमेल मनमुटावका कुराहरू पनि सामाजिक सद्भाव कायम गर्नको लागि उहाँहरूको महत्त्वपूर्ण भूमिका हुने भएकोले उहाँहरूलाई कानुनी साक्षरता पनि जरुरी छ। त्यसकारण संविधानमा भएका कानुन सम्बद्धका कुराहरूमा पनि हामी उहाँहरूलाई कम्तीमा पनि तपाईँहरूले यो विषयमा तपाईँहरूको दैनिक रूपमा काम गर्नुपर्ने, सामना गर्नुपर्ने यो पनि हो। त्यसकारण कानुनी साक्षरता पनि हुनुपर्छ भनेर हामी कानुनी विषयहरूमा पनि उहाँहरूसँग कुरा गरेका छौँ। त्यति मात्रै नभएर हाम्रो बर्गरहरूले के भन्छ विभिन्न कामहरूमा उहाँहरू खटिनुपर्ने, पत्रचार गर्नुपर्ने, प्रभावकारी सञ्चारका कुराहरू हुनुपर्ने, चौकीदारहरूले कसरी प्रभावकारी तरिकाले सञ्चार गर्ने निर्देशन दिने, र जति पनि सेवा प्रदायक निकायहरू छ, गाउँका मान्छेहरू केही समस्या पऱ्यो भने बर्गरसँगै गएर ठोक्ने भएकोले एउटा बर्गर भइसकेपछि सही तरिकाबाट उहाँहरूले सल्लाह सुझाव कसरी दिन सकिन्छ। कुनै पनि सेवा लिनको लागि ससाना सेवाहरू जस्तै मानिलियो गाउँमा कसैले विद्युत जडान गर्दैछ भने उसलाई ज्ञान हुँदैन, त्यो विद्युत जडान गर्नको लागि पनि बर्गरको सल्लाह लिन जान सक्छ होला। त्यति बेला विद्युत जडान गर्नको लागि कुन कुन सेवा कसरी लिन सकिन्छ भन्ने विषयमा बर्गरलाई जानकारी हुनुपर्छ। सेवा प्रदायक निकायले सेवा दिने जति पनि सेवा सुविधाहरू छ, नागरिक बडापत्रमा उल्लेखित हुन्छ। त्यो नागरिक बडापत्र अनुसार तपाईँहरू अध्ययन गरेर आफूले सही तरिकाले सल्लाह दिनुभयो भने तपाईँहरूले गर्ने कामको मूल्याङ्कन फरक तरिकाले हुनेछ भन्ने हो। र कहिले कसो हामी काम गर्ने क्रममा राम्रै काम गर्छ भन्ने त लाग्छ, तर हाम्रो कामको नतिजा, त्यसको प्रतिफल अनुकूल नहुन सक्छ, प्रतिकूल भइदिन्छ। काम त हामी गाउँलाई एउटा समृद्ध गाउँ, सद्भाव रहेको गाउँ, मेलमिलाप रहेको गाउँ हामी बनाउन खोजिराखेको छौँ। तर कसै कुनै बेलामा हामीले गर्ने कामको त्यसको परिणाम अलिकति फरक भइदियो भने बर्गरले जानेन, बर्गरले यस्तो गरिदियो, बर्गरले मलाई अलिकति
न्याय निरूपणमा अलिकति विभेद गर्यो भन्ने पनि लाग्न सक्छ। त्यसकारण अब हाम्रो यस्ता कुराहरू छ भने हामी कसरी दुवै पक्षहरूलाई, तीन पक्षहरूलाई कसरी मिलाएर जाने, वर्गहरूको काम के हो र प्रभावकारी सञ्चारको लागि चिठी आदान प्रदान गर्नुपर्ने होला र प्रभावकारी सञ्चारमा चिठीहरू हामी लेख्दाखेरि, माइनोटहरू उठाउँदाखेरि हामी अभिलेखीकरणमा जोड राखेका छौँ कि छैनौँ भन्ने विषयमा पनि हामी छलफल गऱ्यौँ। मैले 3 दिनको बसाइमा धेरै जसो कुराहरू प्र्याक्टिकल गराउन कोसिस गरेँ। उहाँहरूलाई साना साना कुराहरू, कहिले कसो साना चित्रको माध्यमबाट, भूमिका निर्वाहको माध्यमबाट कुनै काल्पनिक घटना तयार गरेर यो घटना भयो भने वर्गहरूले कसरी समाधान गर्नुहुन्छ, वर्गरमा गाउँमा यस्ता खालका थुप्रै प्रकृतिका घटना आइपुग्छन्, तपाईँ वर्गर हुनुहुन्छ, तपाईँमा यो घटना आयो भने के गर्नुहुन्छ भनेर विभिन्न खालका वर्गरहरू दैनिक रूपमा सामना गर्नुपर्ने, वर्गरहरूको जिम्मेवारीमा आउने खालका प्रतिनिधि घटनाहरूलाई उहाँहरूलाई दिएर हामीले छलफल गऱ्यौँ। मैले दिन खोजेको यहाँहरूले कति लिनुभयो, कति लिनु भएन र हाम्रो वडाध्यक्षज्यूले बडा महत्त्वपूर्ण सेसनहरू राख्नुभएको थियो। जस्तै वर्गरहरूले विभिन्न सभा सम्मेलन, कार्यशाला, गोष्ठी, अभिमुखीकरण कार्यक्रम, बैठकहरूमा सहभागी हुनुपर्ने हुन्छ। त्यहाँ गइसकेपछि औपचारिक रूपमा सम्बोधन गर्नुपर्ने पनि होला। त्यहाँ बोल्दाखेरि कसरी बोल्ने, विभिन्न औपचारिक कार्यक्रमहरूको फर्मेट फरक हुन्छ। त्यहाँ तपाईँहरूको उपस्थिति कसरी हुने, बोझपूर्ण उपस्थिति कसरी दिने भन्ने प्रसङ्गमा उहाँको थियो। त्यो एकदमै महत्त्वपूर्ण थियो। कोही पनि वर्गहरूले त्यो महसुस गर्नुभएको होला। वडा सचिव सिर्जना अधिकारीले सञ्चालन गर्नुभएको तालिममा सहभागी वडा नङ 8 का वर्गरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।